हिराको माला। एक पटक एक गरिब किसान पत्थरको माला बिक्री गर्न दोबाटोमा उभिएको थियो। त्यतिकैमा एक सुन व्यापारी त्यही बाटो हुँदै हिँडिरहेको हुन्छ। माला देखेर व्यापारीले किसानलाई सोध्छ, एदाई एदाई, के तिमीले त्यो पत्थरको माला बेच्ने हो? किसानले सहज उत्तर दिन्छ, हो, त्यही माला बेच्नका लागि त बिहानदेखि दोबाटोमा उभिएर ग्राहक पर्खिरहेको छु। सुन व्यापारीले उत्साहित हुँदै सोध्छ, कति लिन्छ मालाको दाम? किसानले भन्छ, 50 रुपैयाँ मात्र। लाखौँ पर्ने मालालाई 50 रुपैयाँ भनेको सुनेपछि सुन व्यापारीलाई पक्का थाहा हुन्छ कि किसानलाई माला कति किमती हो भन्ने अत्तो पत्तो नै छैन। अनि त सुन व्यापारीको मनमा लोभ पलाउन थाल्छ। 50 रुपैयाँमा माला लैजानुको सट्टा उसले किसानसँग बार्गेनिङ गर्न थाल्छ। यस्तो जब मालालाई पनि 50 रुपैयाँ भन्ने, मलाई 10 रुपैयाँमा देऊ। किसानले भन्छ, होइन हजुर, घरमा श्रीमती बिरामी छे, उसको उपचार गर्न कम्तीमा 50 रुपैयाँ त मालालाई पार्नै पर्छ। आफूलाई खुबै बुद्धिमान सम्झिने त्यो व्यापारीले भन्छ, 10 रुपैयाँमा दिने भए देऊ, नत्र तिम्रो माला तिमीसँगै राख, म त गए। भन्दै व्यापारी बाटो लाग्छ। उक्त व्यापारीले सोचेको थियो कि किसानले केही छिनमा आफूलाई बोलाएर लौ भइगयो 10 रुपैयाँमा माला लैजानुहोस् भनेर। तर किसानले उसलाई त बोलाउँदैन, अब बोलाउँछ कि भन्दै पछि फर्किँदै हेर्छ, व्यापारीले फेरि पनि बोलाउँदैन। यसरी लामो दूरी पार गर्दा पनि आफूलाई फिर्ता बोलाएर मूल्य घटाउने सुरसार नगरेपछि सुन व्यापारीले 50 रुपैयाँमै माला लिने मनसाय बोकेर ऊ अघि किसान उभिएको ठाउँमा फर्केर आउँछ र भन्छ, भइगयो, मैले तिमीले भनेकै दाम 50 रुपैयाँ दिन्छु, मलाई माला देऊ। तर आश्चर्य, अहिले किसानको हातमा माला त थिएन। अनि किसानले भन्छ, माफ गर्नुहोस् हजुर, तपाईँले 50 रुपैयाँ मोल पनि नदिएपछि अर्कै ग्राहक आएर माला त 100 रुपैयाँमा लगिसक्यो नि। यस्तो कुरा सुनेपछि आफ्नो टाउकोमा हात राख्दै सुन व्यापारीले भन्छ, धत्तेरी किसान दाई, तिमीले लाखौँ पर्ने हिराका माला सित्तैमा देऊ है। साँच्चै तिमी त बुद्धि नभएको गधा नै रहेछौ। तिमीलाई थाहा छ त्यो माला पत्थरको होइन, हिराको हो नि। व्यापारीको कुरा सुनेपछि किसानले भन्छ, म त बुद्धिहीन थिएँ र त हिराको मालालाई पत्थर सम्झे, तर तिमीलाई त पहिल्यै थाहा रहेछ नि त्यो हिराको माला हो भन्ने। हिराको माला भन्ने जान्दा जान्दै पनि किन तिमीले त्यसलाई पत्थरको पनि पैसा तिर्न राजी भएनौ? किसानको कुराले सुन व्यापारी नाजवाफ हुन्छ। मित्रहरू, दैनिक जीवनमा पनि हामीलाई धेरै कुरा थाहा हुन्छ, के गर्न हुन्छ, के गर्न हुँदैन, कस्तो कर्मको फल कस्तो हुन्छ भनेर। त्यही पनि हामीले जानी नजानी गलत बाटो समातिरहेका हुन्छौँ। हामीलाई थाहा छ एक दिन हामीलाई बुढो हुनुपर्छ, एक दिन हामीलाई मर्नुपर्छ, र यो पनि थाहा छ कि भोलि समय बितेपछि हामीले चाहेर पनि आज जे गर्न सक्छौँ त्यो गर्न सक्ने छैनौँ। यति जान्दा जान्दै पनि समय, स्वास्थ्य र सम्बन्धलाई चिन्न सकेनौँ भने जिन्दगीमा पछुताउनु सिवाय अरू कुनै विकल्प रहने छैन।